गाइज अब आजदेखि चाहिँ हाम्रो ट्रेकिङ स्टार्ट भयो। अहिले चाहिँ हामी घरबाट निस्किन लागेको। यहाँदेखि चाहिँ हरिचोक चाहिँ हामी ट्याक्सीमा जान्छौँ। सो त्यहाँबाट चाहिँ बस लाग्छ अरे, जिपमा अथवा बस चाहिँ जाँदैन होला। हामी जिपमा चाहिँ सजिलो हुन्छ भनेको चाहिँ लेस चाहिँ के हुन्छ होइन। अब चाहिँ हामी चाहिँ अब 7 बजेको बस भेटाउनको लागि चाहिँ निस्क्यो। हजुर अनि भाइ मान्छे छिरेन त के हो ल नानीसँग त यो मिलाउनु पर्ने छ भाइ लामो। सारङकोटको डाँडा दामी देखेको रहेछ त। अहिले चाहिँ हामी हरिचोक आइपुग्यो। हरिचोकमा चाहिँ हामी जिप कुरिरहेको। अब जिपको चाहिँ मान्छे पुगेपछि चाहिँ जतिखेर मान्छे पुग्यो त्यतिखेर लान्छ भने है तिनीहरूले। त्यतिखेर चाहिँ अब त्यसको लागि चाहिँ अब बसिरहेको वेटिङमा छ। मान्छे पुगिरहेको छ। मान्छे पुग्यो भने चाहिँ अब जाने। हाम्रो डेन्जर गाडी चाहिँ यो यहाँबाट लाग्छ होइन गाइस। यहाँबाट चाहिँ हरिचोकबाट चाहिँ हामी चाहिँ बडेपानी जान लागेको। बडेपानीसम्म चाहिँ मान्छे पुग्यो भने चाहिँ यिनीहरूले चाहिँ पैसा चाहिँ 1150 मात्र लाँदो रहेछ। मान्छे पुगेन भने चाहिँ यिनीहरूले चाहिँ अलिक बढी लाँदो रहेछ। 1350 समथिङ 1700 लाँदो रहेछ। हेरी हेरी हुँदो रहेछ। चाहिँ हामी निस्किन लागेको, गाडीमा चढ्यो, मान्छेहरू नि पुग्यो। सो अब हामी चाहिँ कस्तो ठ्याक्कै मान्छेहरू चाहिँ खासै हुँदैन रहेछ त्यहाँ जानेलाई। त्यहाँ जानलाई चाहिँ मान्छे खासै हुँदैन रहेछ कि हुन्छ। तर प्रायः बसमा जान्छ। जिपमा जानु चाहिँ सजिलो हुन्छ बसमा भन्दा। यस्तो दामी देखेको भाइ यहाँबाट। अब कति घन्टा लाग्यो हामीलाई? 2.5 घन्टा नि लागेन है। 2.5 घन्टामा आइपुग्दो रहेछ है। अनि बाटो चाहिँ अलिकति लास्टै अफरोड चाहिँ अफरोडै छ है। त्यो गाउँको बाटो हो, अफरोड छ। अब हामी चाहिँ खाना खाएर चाहिँ बनठाटी यो बनठाटी चाहिँ लास्ट स्टप हो होइन। अनि अब हामीहरू चाहिँ खानासाना खाएर निस्किन्छौँ। अब चाहिँ हामी खाना लागेको। खाना चाहिँ यो चिकन खाना। हामीले खानासाना खायो। खानासाना खाएर अब निस्केको। अब यहाँदेखि चाहिँ हाम्रो ट्रेक स्टार्ट हुन्छ। र अब चाहिँ खोकी डाँडाको चाहिँ अब भयो। ट्रेक स्टार्ट भयो। सुरुमा के छ तर्साउने उकालो छ त। सुरुमै तर्साउने उकालो छ त के हो यस्तो? पिक्चर अभी बाँकी है। सुरुमै तर्सायो त यो के होइन। हिँडेको 5 मिनट नहुँदै है यो चाहिँ। ल हिँडौँ है अब ल ल सेट। बाटै कन्फ्युज भयो। मान्छे नि कोही नि हिँडे होइन। यताबाट हो कि यताबाट हो? यो बाटो हो कि कताबाट? ल कताबाट हो? कन्फ्युज भयो त। मान्छे नि कोही नि हिँडे छैन यार। डेन्जर छ। यही बाटो त हो नि? अब अन्धा हिँडिरह अब।
फाइनली आइपुग्यो आमा कटेज आफ्टर 1 hour 45 minute पछि चाहिँ आमा कटेज आइपुग्यो। त्योभन्दा बिचमा सबै जङ्गलै जङ्गल छ, केही पनि देख्दैन जङ्गलले। अनि पानी सानी बोकेर हिँड्नु होला किनकि बिचमा पानी सानी खानको लागि केही पनि छैन, धारासारा केही पनि छैन। कन्टिन्युसली 1 hour 45 minute चाहिँ जङ्गलको बाटो हिँड्नुपर्छ। आफ्टर त्यति समयपछि चाहिँ आमा कटेज आइपुग्दो रहेछ। अब हामी यहाँ एकछिन रेस्ट गर्छौँ। म जानु यतातिर हिजो गएको थिएँ अनि बिहान झरेको उस भएन है। ठाउँ चाहिँ यहाँ आमा कटेज चाहिँ दामी छ होइन। यहाँ आएर चाहिँ यस्तो खाना बिहान खाना खाएको छैन भने चाहिँ खाना खानालाई आउनु, नभए खाजा खानालाई भयो भने आउनु, बस्नु मजाले आनन्द रिल्याक्स। यस्तो दामी हिमाल देखेको छ गाइज होइन, यस्तो दामी हिमाल देखेको छ गाइज। ओ माई गुडनेस, दामी भइरहेछ। हिँडाइ पनि ठिकै ठिकै भइरहेछ है। यहाँनिर चाहिँ आमा कटेजनिर चाहिँ भ्यू चाहिँ दामी आउँदो रहेछ तलको। तपाईँहरू चाहिँ आएर 1-1.5 घन्टा चाहिँ यहीँ बितायो भने चाहिँ दामी हुँदो रहेछ। ल यस्तो छ है। हाम्रो पुग्नु पर्ने चाहिँ ऊ त्यहाँ माथि, मेरो साथी चाहिँ उता पुगिसक्यो है। म चाहिँ यतातिरै लट्ठ भयो भ्यू हेरेर। चैतमा पनि गुराँस फुलेको छैन किन हो भनेर सोद्धाखेरि चाहिँ यताको मान्छेहरूलाई चाहिँ यतातिर चाहिँ खासै यसपालि पानी परेन रे। सो पानी नपरेको हुनाले चाहिँ गुराँसहरू खासै फुलेको छैन, नभए यतिखेर चाहिँ ढकमक्क हुन्थ्यो नि त। भर्खर फुल्दैछ, फुलेको नि सुकिरहेछ। 1-2वटा छ, त्यस्तो धेरै छैन। अनि कछुवा स्नेल हो कि कछुवा हो? तर त फेरि पुरै गुराँस फुलिरहेको त किन यहाँ माथि चाहिँ नफुलेकोलाई? टिकटकबाट नि भ्लगबाट नि। ल सेट पानी पऱ्यो यार। अब के रेनकोट ओढ्ने हो? पानी पऱ्यो नि त, हाउरी आउनु लाग्यो। पानी पऱ्यो यार। यस्तो लकी होइन, गुराँस फुलेको हेर्न नपाए पनि हिउँ परेछ कि। म अघिदेखि किन के हो सेतो सेतो तल झर्रा भनेर अघिदेखि हेरेको कि मैले, हिउँ पो रहेछ कि। हिउँ पो रहेछ। हिउँ माथि अब म त असिना भन्नु ठानेको हिउँ पऱ्यो रहेछ। माथि चाहिँ हामीले हिउँ हेर्न पाउँछौँ गाइज होइन। अनि किप वाचिङ। हाम्रो चल्दैछ है गाइज ऱ्याप है। ट्रेकिङ जाने बेला ऱ्याप सुन्नुको आनन्द छुट्टै छ। ल सुबी स्टार्ट। साना दिदीले हामीलाई खोज्नु भयो ऱ्याप होइन। हामी हिँड्दैछौँ यस्तो घनघोर जङ्गलमा विदाउट म्याप होइन। साना दिदीलाई लाग्छ अरे खोकी। अब हामी हिँड्ने हो दिदी नरोकी। फेरि कसले आउँछ हजुरलाई लिएर जान बोकी बोकी। दामी दियो ल सुबी। ल खतरा आयो अहिले चाहिँ। ल अब हामीलाई लिन आउने कोही नभए पनि बोकी होइन। माथि गएर चाहिँ फेरि फुल अन दिनुपर्छ माथि टोकी टोकी। ओ दियो 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 गाइज। हामी चाहिँ पुग्यौँ त्यहाँ होटल देखिरहनु भएको छ नि, त्यो माथि त्यहाँ हो हामी चाहिँ पुग्ने। छिटो नाटक आउनु छिटो। यसरी चाउचाउ खाएर चाहिँ फेरि फाल्नु भएन है। त्यो चाउचाउको प्याकेट चाहिँ आफैसँग लिएर जाने, माथि अनि कता बस्ने हो त्यता जता डस्टबिन भेट्छ त्यता डस्टबिनमा मात्र फाल्ने, जहाँ पाए त्यही फाल्ने होइन होइन त। हो नि, फोहोर गर्ने होइन कि होइन। खाएर आफ्नो ब्याग हुन्छ नि त, ब्यागको यस्तो साइडमा के को लागि दिएको यो साइड, ब्यागको साइड फोहोर खानलाई त हो नि। तपाईँहरू जहाँ पाए त्यही फाल्छ।
अनि फोहोर गर्छ अनि कसरी सफा अनि ठाउँ चाहिँ फेरि सफा खोज्ने अरे फेरि मान्छेहरू छैन अब जे होस् नेचरमा आएपछि होइन यसरी फाल्न भएन होइन यसरी फाल्यो भने सबै अब बिस्तारै यो पनि के भन्छ नेपालीमा दिदी दुर्गन्ध के भन्छ प्रदूषित दुर्गन्ध हुन्छ दुर्गन्ध फैलिन्छ होइन यस्तो पिस ठाउँमा होइन यस्तो अब नेचरमा आएको बेलामा के हुन्छ यस्तो फोहोरहरू नफालौँ ऊ सेकेन्ड यहाँ हेर्नु त चुरोट खाएर फाले रहेछ ल ठ्याक्कै देखेर अनि चुरोट त्यो बल्दा पनि फाल्नु भएन यतातिर फेरि होइन आगो लाग्ने चान्सेसहरू हुन्छ होइन त्यही हो आफूले ल्याएको सामानहरूको फोहोरको लाइक वेस्टहरू चाहिँ आफैले कलेक्ट गर्ने अनि जता डस्टबिन भेट्छ त्यतै फाल्ने हामीले भन्न खोजेको त्यही हो यस्तो हुन्छ है अरू बेला ट्याक 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 हिँडे जस्तो गऱ्यो नि असली हिँड यो हो दिदीको हिँडिहाल्नु है त्यहाँ असली हिँडाइ हल्का त्यस्तो हल्का म्युजिकहरू हालेर चाहिँ त्यस्तो हुन्छ तर रियलमा चाहिँ फेरि यस्तो हुन्छ है स्या स्या फ्या फ्या हेर्नु त फाइनल्ली हामी चाहिँ यहाँ आप्पा कटेजमा आइपुग्यो हामीलाई चाहिँ धेरै टाइम लगायो गाइस किनकि बाटोमा फोटोहरू गर्दाखेरि चाहिँ लगभग हामीलाई 5 आवर्स जति नै लाग्यो होला तलबाट नै बस स्टपबाट चाहिँ माथि आउन चाहिँ लगभग 5 आवर्स नै लगायो हामीले किनकि हाम्रो डेढ घन्टा जति त फोटो खिच्नै लाग्यो होला हामी चाहिँ भर्खर रेडी भएर अनि फ्रेस भएर भ्यू पोइन्ट हेर्न जाँदैछौँ अनि त्यसरी अनि पानी चाहिँ लास्ट चिसो वाइल्ड चिसो हामी चाहिँ लास्टै चिसो भएर टिस्युले पनि टिस्यु ल्याएर टिस्युले मुख धोयो किनकि पानीले पनि मुख धुन सकेन सो अहिले चाहिँ भ्यू पोइन्ट हेर्न जानु लाग्यो भ्यू पोइन्ट यस्तो छ है गाइस यस्तो देखिरहेछ यता हेर्नु जाडो लास्टै तर हिमाल चाहिँ एकदम अनलकी भएछ हामी चाहिँ हिमाल चाहिँ देख्नै पाएन देखिरहेछ अघि आउँदा देख्यो अहिलेलाई हाम्रो डिनर टाइम भयो डिनर टाइममा चाहिँ उसले चाहिँ खाना नै लियो मैले चाहिँ सुप लिएँ किनकि मलाई घाँटी बस्ला जस्तो नि भयो चिसोले हानेको जस्तो नि भयो रुगा लाग्यो अनि त्यही म चाहिँ चौचौ अड्डा लिनु लागेको चौचौ अड्डा चाहिँ खान्छु म गाई